आज दोस्रो दिन गाउँको अनि हामी चाहिँ म चाहिँ अब मेरो पुरानो घरमा जाँदैछु। हाम्रो घरमा कोही बस्नुहुन्न, खाली हो। सो अष्टमीको दिनमा चाहिँ आज पितृहरूको लागि के को लागि पूजा गरिन्छ। त्यही भएर म चाहिँ अब रक्सी लिएर चामल लिएर त्यहाँ घर जाँदैछु। घरमा के छ हेरौँ। घर जाँदैछु। पानी परेछ डेन्जर आज चाहिँ। सो म घर जाँदैछु। हाम्रो घर चाहिँ खाली हो। हाम्रो घर तलको हो, यो चाहिँ घरको घर हो। सो घरमा घरमा जाँदैछु। देखाउँछु। म बाजेलाई पहिला बोलाउँछु अनि जान्छु। हाम्रो घर चाहिँ यो हो। पुरो पानी परिछ है, के हो दसैँमा आएर पुरो पानी परिछ यार गाइस। अच्छा हाम्रो एक ढलान घर पनि छ यहाँ। हाम्रो पहिला हामी दाइहरू सुत्नुभएको थियो, यो तर अहिले खाली भयो। बजेहरूको घर झन् साह्रै खुसी भयो। माथि मासी ओइ केता थोला जिरा। गाइस हाम्रो घर यस्तो रहेछ। डेन्जर फोहोर भएको छ। म पहिला सानो हामी यहाँ बाबा र म अर्थ्यो, कति सानो लाग्यो। गाइस म कुचो लाउँदैछु। अच्छा निनी लाज अन बारी त्यसरी खाऊ यो बाजी। ए आज उता एउटा फोहोर त मैले निकालेको छैन। यो चाहिँ यो अलिक सुकेन रहेछ। पनासपति के नि हुँदैन नि त यो कसरी। ए लाइटर त रहेछ। अब यहाँ आगो फुकौँ। गाइस हाम्रो घर यसले भन्नुपर्छ कि सायद योबाट हुन्छ कि होइन ट्राई गर। म लाइटर पनि डेन्जर खेला रहेछ। यस्तै गर्न लाग्छ। बर्बाद त बाजेकोबाट ल्याएको छु मैले। डेन्जर खेला रहेछ। यस्तै गर्न लाग्छ। बर्बाद त बाजेकोबाट ल्याएको छु मैले। र बाजेले त सबै काम गरिसक्नु भयो रहेछ होइन, पकाउने के गर्ने। म त ढिलो भएछु। गाइस हाम्रो यहाँ पूजा सुरु हुन लाग्छ। यस्तो चाहिने रहेछ। बाथीले बनाउनु पर्छ होइन। के सबै बाजेले रेडी। रक्सी इज प्रमाते चाहिँ त्यही बाजे। ए बाजे त्यही चना आछि कि कहीँ चाहिँ दिनु बाजे।
अच्छा कहीं लिसगी Pero to ma ya tenne. स्वाज बाथे एक स्वाज To me wa. आज चाहिँ आज त्यो हिल पनि म यता धैल पनि अनि इज बिदे बाथे सदी खोल पनि हो Sala sha. लास्ट रखे Zaman tale ai. Zaman tale ai. Na litoria mar bhav thyo tam tara pa Tao sẽ để zaman tale ai ni. अच्छा ड्याडी चाहिँ दे बाथे Ai để theo cho nó chơi. इजा इसरी चाहिँ Ni ne ai a cho a cho. Ai xin xin à cho nó chơi cái chơi ba. Cái đó mà. आवाज त Cái thổ xin ở đây chơi ta la ni. सक्यो हाम्रो आवाज थियो चिसै दादा गाइस फेरि मेरो आगो मर्यो कि के भयो हालौँ 3-4वटा दाउरा गाइस बिहान बिहान डेन्जर पानी परेको अहिले चाहिँ बल्ल पानी रोक्यो यस्तो दामी देखेछ मौसम चाहिँ हाम्रो घरबाट यो हाम्रो बचेको घर यो हाम्रो घर घाम पनि लागेछ अहिले उता माथि मोल्सीको घर रियान उता माथि सुतेछ अनि यता माथिबाट खासै घर देख्दैन हाम्रो डलन घरबाट माथि चढ्यो भने देख्छ होला म अहिले जान्छु वाउ यता यता भ्यू चाहिँ दामी देखेछ है हरियाली भएछ अहिले चाहिँ गाइस म चाहिँ यस्तो म चाहिँ टोपी ओढेको छु जाडो भएर अहिले चाहिँ पानी रोक्यो अनि म चाहिँ आगो बाल्दैछु हाम्रो घरभित्र अहिले चाहिँ अलिअलि धुवा छ है हाम्रो घरमा यहाँ धुवा छ दरो बाल्न लाग्यो एकछिन दाउराहरू के रहेछ यहाँ चाहिँ अनि पछिको घर चाहिँ यहाँ कुखुरा छ कहाँ कहाँ गयो यता धनछार तरै बाल्नु पर्ने हुन्छ यस्तो ल्याएछ यो बाल्यो भने चाहिँ मजाले बोल्छ नि त मेथो यस्तो बाल्ने के यसरी बाल्नु पर्यो म हाम्रो बाजेको देखाउँछु नलगा नकोही तला गर्दो नागिन यहाँ ग्यास बनाउँदै हुनुहुन्छ खाना बसिरहेको बरको भएर यस्तो हुन्थ्यो यहाँ चियर स्याब बनाउने यहाँको ऱ्याक रे किचन ऱ्याक ए लसुन ल्याउँ त बाजे तल र छिताखेरि लोकल कि यहाँ स्टोर गरेर राखेको लसुन राख्ने ठाउँ दरो के त्यो रोल जा ताबिनु चाहिँ पिरागु त नि प्याने भयो ए आसो रे मुई दि आसो मु बेतेको लोकल मुई ठिकै त नि त तायो आज ठुइदिन त दसो
बाटोको हालत यस्तो भएछ। यहाँ चाहिँ हाम्रो काइला मामा, हाम्रो बाजे बोजू दुईजना घरको। यो चाहिँ को बुझेन, यो नि को थाहा भएन। यो चाहिँ हाम्रो बाथरुममा थिए, यो चाहिँ म हो। मेरो फोटो यस्तो भएछ। लाली गुराँस अझै पुरै लाली गुराँसको त्यो ऊ लिएर आएर यहाँ पछाडि राखेर ब्याकग्राउन्ड पहिला यस्तरी बनाएको। यहाँ चाहिँ हाम्रो मामा साइना मामा र माइजू। अनि यहाँ चाहिँ पहिलाको राजाहरूको फोटो छ। आमा के हो यो नि एडभर्टाइजको। ओ माई गॉड, कस्तो धुवा आयो गाइज। गाइज मेरो हालत यस्तो भयो। अर्पणको घर जाँदै कति बज्यो आज बारी, तर रेलिङ त आज हुन्छ त्यो खतरा। गाइज हामी नाच हेर्न जान लाग्दै हो। नाच हेर्न जानु लाग्यो। म चाहिँ दोहोरै मेकअप गरे जस्तो देखेछ। गरेको त होइन जुलो। कहाँबाट आयो पानी, के भयो? हरियन यता बोकेको आवाज त खोइ नाम तिमी हेन खान। हाम्रो अब यहाँ डान्स सुरु भएको छैन, यहीँ गफ सुरु हुँदैछ है साथीहरू। सुन टुली टुली नगो खोइ Hello guys. आज हेर्न पाएँ। गाइस काल रातिमा यतिको चाहिँ हुनुपर्छ है। सुरु भइसक्यो अब 3 पत्ती। यहाँ रेन छोरा सुतेकै छैन। भोलिको दिन के हुन्छ थाहा छैन है गाइस हामीलाई। भोलि पुरीतिर भेट्छै भेट्दैन थाहा छैन। भेटिन्छ भोलि फेरि दिनभरि सुत्न नि सक्छ। थ्याङ्क यू बेबी। गाइस खोइ के हो, म ट्राई लाग्यो पो बजेट थप्नु पर्ने अवस्था आयो। म घर जानै लाग्थ्यो, फेरि दिनु पर्यो। 4:30 बजे हाम्रो हालत हेर्नु। आमा छोराको यता जितेको मान्छेले जितेको नयाँ पैसा जम्मा त के भने हामी जितेको मान्छे के खाएको बाबु? बिहानको 5 बजे रातभरि सुतेन। रियानले पनि काल राति मनाएको आज बिचरा।